आज हामी यो वर्ल्ड कप फुटबलको वर्ल्ड कप चलिरहेको छ। यही सन्दर्भमा अब बाबुसँग मैले यो वर्ल्ड कपसँग सम्बन्धित अलिकति केही प्रश्नहरू सोध्छु, हेरौँ कतिको मिलाउँछ। बाबुलाई मनपर्ने देश कुन हो वर्ल्ड कपमा? अर्जेन्टिना हो। ठिक छ। अनि मनपर्ने खेलाडी कुन हो नि? मेस्सी है। मेरो पनि त्यही हो, थाहा छ नि है। ल प्रश्न, अब अहिलेको वर्ल्ड कपमा कतिवटा देश सहभागी भएको छन्? 48। गुड। त्यसै गरेर अहिलेको वर्ल्ड कप कुन कुन देशमा भएको छ? मेक्सिको, अमेरिका, क्यानाडा। गुड। त्यसै गरेर अब अहिलेको के अरे एउटा फुटबल टिममा कतिजना खेलाडी हुन्छन्? 11। अनि जस्तै फुटबल खेल कति मिनटको हुन्छ एउटा गेम? 90 मिनट। ठिक छ। त्यसै गरेर अब बाबुलाई के प्रश्न सोध्ने त भन्दा, योभन्दा अगाडि 2000 हामी 26मा छौँ होइन, 2022को वर्ल्ड कप कसले जितेको थियो? अर्जेन्टिना जितेको थियो है। अनि अर्जेन्टिनाले जितेको थियो भनेपछि त्यो वर्ल्ड कपमा फाइनलमा कुन कुन देश खेलेको थियो? फ्रान्स र अर्जेन्टिना। गुड। ठिक छ। यो पनि बाबुले मिलायो, राम्रै मिलायो होइन। अबको प्रश्न, अब 2030मा हुने वर्ल्ड कप कुन देशमा हुँदैछ? कुन देशमा हुँदैछ? थाहा भएन है। ल ठिक छ। अनि आज हामी 27 गते छौँ। अब अर्जेन्टिनाको गेम कहिले छ? भोलि कुन? 6 बजे, 6:45मा होला। 6:45मा। अनि कुन देश, अर्जेन्टिना कुन देशसँग खेल्दैछ? अर्जेन्टिना र स्विजरल्यान्ड। कसले जित्छ होला? अर्जेन्टिना जित्छ। मेसीले गोल हान्छ? गुड। ल ठिक छ। ल ठिकै छ, मिलाएको छ बाबुले है। ल राम्रो।